भन्छ के काठमाडौँ नगइन सक्ने अब गाउँमा बसेर के गर्नु खालि अरमा र परमा हिँड्दाखेरि ठिक भयो कमाउन सकिएन होइन अब छोरो पनि अब दिदी भिमाजुले राख्नु भएको छ होइन अब दिदी भिमाजुलाई मात्र कति तनाव दिनु होइन म पनि काठमाडौँ आउँछु केही काम गर्छु सक्छु अहिले पनि बल छ जिन्दगी छ सक्छु फेरि दिदी भिनाकोमा जाने हो कि दिदी भिना त अनि दिदी भिनाकोमा आउँछन् भनेर तर्सिराख्नु होइन अब बोलायो भने त जानै पर्छ अब छोरोमै हुनुहुन्छ होइन अब बोलाएपछि त आफ्नो दिदी भिनाजु भनेपछि अब जे गर्नुभयो दिदी भिनाजुले गर्नुभएको अहिलेसम्म होइन जानु त पऱ्यो नि त मैले नि होइन मामा अब म नजानु त भन्न सक्दिनँ दिदी भिनाजुकोमा जान सक्छु तर ठिकै छ अहिले मसँग भाडा पनि छैन केही पनि छैन ठिकै छ अहिलेसम्म दिदी भिनाजुले हेरिरहनु भएको छ ठिकै छ मामाले सहयोग गर्नुहुन्छ भने मामासम्म काठमाडौँ आउँछु तर तपाईँको एरियामा नआउँला तर कुनै ठाउँमा काम गरौँला दिदी भिनाजु नमस्ते गर्छु तर कुनै ठाउँमा गएर काम गर्छु तर तपाईँहरूलाई म पहिला जस्तो तनाव म दिन चाहन्न त्यसको लागि पहिले जति दुःख दिएँ त्यसको लागि माफ पाऊँ अब चाहिँ त्यस्तो तनाव सनाव म दिँदिनँ काठमाडौँ आउँछु काठमाडौँ चाहिँ आउँछु